ल हामी आज यहाँ एकदमै थोरै रमाइलो मनोरञ्जन पनि गरी आइरहेको छौँ किन भन्दा हाम्रो जीवन प्राकृतिक जीवनमा चाहिँ हामीले केही न केही रमाइलो पनि हामीले गर्नुपर्छ है। कुनै दिन सुख कुनै दिन दुःख पनि हुनसक्छ होइन। त त्यो दुःखलाई पनि हामीले सुख नै सम्झेर एकदमै हामी चाहिँ आफ्ना जीवनलाई आफ्ना जुन सफलतालाई चाहिँ होइन गन्तव्यलाई चाहिँ अगाडि बढाएर हामीले अगाडि बढ्ने एउटा सोच हामी सक्सेस हुनु नै एउटा सोचले गर्दाखेरि हामी सक्सेस हुने हो होइन। नयाँ सोच गऱ्यो भने हामी गन्तव्यमा पुगिन्छ। गन्तव्यमा पुगिसकेपछि हामी एउटा आफूले सोचेको कुनै पनि सफलता प्राप्त गर्न सकिन्छ होइन। त्यो भएको कारणले यहाँ हाम्रो तीनजना हुनुहुन्छ है। जस्तै यो कलर सम्बन्धीको चाहिँ उहाँहरू चाहिँ एकदमै उहाँहरूले चाहिँ आफैले ठेक करोडौँको ठेक लिएर चाहिँ उहाँहरूले गर्ने योग्य पनि उहाँहरूको छन् होइन। त्यस कारणले आज हामी त्यसैको उपलक्ष्यमा चाहिँ यहाँ हल्का हाम्रो यहाँ सरले है आज केही न केही रमाइलो गरौँ न भन्नुभयो अनि हामी चाहिँ यहाँ रमाइलोमै खुसीमा पार्टीको छौँ। उहाँलाई धेरै धन्यवाद हाम्रो सरलाई। ल बधाई दिनु होला है सबैजना। बधाई छ हजुर यहाँहरूलाई पनि धेरै धेरै बधाई छ। आफू सेफ भएर चाहिँ काम गर्नुभयो। चाँडोभन्दा समयमा चाहिँ काम सघाउनुभयो। यो नै ठुलो कुरा हो र हामी एउटा स्वस्थ रहौँ व्यस्त हौँ होइन। यति व्यस्त हौँ कि एकैछिन पनि हाम्रो चाहिँ एउटा जुन रेस्ट गर्ने समय नहोस् होइन। यही हो हाम्रो चाहिँ एउटा जुन पहिचान। अब हामी चाहिँ स्वस्थ रहनु नै व्यस्त रहनु है। धन्यवाद सबैजनालाई धन्यवाद पनि अब बजारतिर हस्। राख्नु